हेलो नमस्ते सदा चाहिँ मैले आज पनि केही क्वेसनहरू लिएर आएको छु हिस्टोरी अफ वर्ल्ड जनरल अवेरनेस लक्ष्य कुनै पनि ब्याङ्कको प्रिपरेसन गर्दै हुनुहुन्छ भने हेल्पफुल रहनेछ। सो सुरु गरौँ है त। फर्स्ट क्वेसन यसरी रहेको छ, नेम अफ द कन्ट्री इन साउथ इस्ट एसिया which is never been colony। यसको एन्सर थाइल्यान्ड रहेको छ। नेक्स्ट क्वेसन, इन विच कन्ट्री वाज द फर्स्ट न्युज पेपर प्रिन्टेड। फर्स्ट न्युज पेपर कहाँ प्रिन्ट भएको थियो? चाइना। नेक्स्ट क्वेसन, विच इज द मोस्ट पावरफुल कन्ट्री इन द 16th सेन्चुरी भनेपछि युरोपको 16th सेन्चुरीमा मोस्ट पावरफुल कन्ट्री कुन थियो भनेपछि यसको एन्सर रहेको छ स्पेन। नेक्स्ट क्वेसनमा, व्हिच कन्ट्री फर्स्ट इस्टाब्लिस देयर कोलोनिज इन अमेरिका। अमेरिकामा कुन कन्ट्रीले फर्स्ट कोलोनी इस्टाब्लिस गरेको थियो भनेपछि यसको एन्सर पनि स्पेन रहेको छ। नेक्स्ट क्वेसन, विच फेमस अमेरिकन सेड आई हेभ अ ड्रिम भनेर यसको एन्सर रहेको छ मार्टिन लुथर किङ रहेको छ, जो हजुरहरूलाई थाहा हुनसक्छ होला, कमेन्ट गर्नु होला। विच कन्ट्री इज नाउन एज कन्ट्री अफ व्हाइट इलिफेन्ट भनेको यसको एन्सर रहेको छ थाइल्यान्ड। नेक्स्टमा जाउँ। सुरुमा फर्स्ट विच कन्ट्री टुथब्रस स्टार्ट कहाँदेखि भएको थियो भनेपछि यसको एन्सर चाइना रहेको छ। नेक्स्ट क्वेसनमा, विच ओन्ली वान कन्ट्री अफ द वर्ल्ड डजन्ट स्टप फ्ल्याग अन द सोरो डे भनेको ओन्ली वान यस्तो कन्ट्री छ जसले फ्ल्याग स्टप गर्दैन सोरो डेमा पनि। यसको एन्सर रहेको छ साउदी अरेबिया। नेक्स्ट क्वेसन, विच इज द फर्स्ट वुमेन प्राइम मिनिस्टर फ्रम मुस्लिम कन्ट्री भनेको छ यसको एन्सर रहेको छ बेनिजर भुट्टो, पाकिस्तानबाट है, बेनजिर। अनि नेक्स्ट क्वेसन, फ्रम विच कन्ट्री युज द क्यालेन्डर स्टार्ट। कुन कन्ट्रीबाट क्यालेन्डर स्टार्ट भएको थियो? यसको सही एन्सर रहेको छ इजिप्ट। इजिप्टबाट क्यालेन्डर स्टार्ट भएको थियो। विच कन्ट्री अफ द वर्ल्ड डज नट ह्याभ नेसनल एन्थम। कुन कन्ट्रीसँग नेसनल एन्थम छैन भनेपछि यसको एन्सर स्विजरल्यान्ड रहेको छ। अनि नेक्स्ट क्वेसनमा, विच कन्ट्री इज द वर्ल्ड युज नेसनल फ्ल्याग भनौँ। नेसनल फ्ल्याग फर्स्ट युज गर्ने डेनमार्क रहेको छ। अनि वेन वाज युएसए फ्रिड फ्रम ग्रेट ब्रिटिसबाट युएसए कहिले भएको छ भनेपछि 4 जुलाई 1776 एडीमा रहेको छ। नेक्स्ट क्वेसन, फ्रम विच वाज टाइम इन्टरनेसनल एफ्लाइट भन जिएमटी टाइम इन्टरनेसनल कहिले एफ्लाइटमा आएको थियो भनेपछि 1 नोभेम्बर 1884 एडी 1 नोभेम्बर 1884 एडीमा भएको थियो। हु स्टार्टेड युज अफ जिरो कसले स्टार्ट गर्यो भने यसको एन्सर आर्यभट्ट रहेको छ, इन्डियादेखि थिए। अनि विच कन्ट्री ह्याभ नट अन आर्मी। आफ्नै आर्मी नभएको कन्ट्री भने जापान रहेको छ। लास्ट क्वेसनमा, विच इज फर्स्ट कन्ट्री टु
इस्टाब्लिस रिलेसन विथ नेपाल हो है यो इजरायल रहेको छ। सो धन्यवाद हेर्नुभएकोमा। प्रिन्ट मिस्टेक काहीँ इररहरू रहेको छ, तर म भिडियो मन परेमा लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। यसरी नै म छोटो मिठो भिडियो हजुरहरूलाई एक्जाममा बुस्ट हुने प्रिपरेसनमा बुस्ट हुने भिडियो लिएर आउने नै छु। अहिलेका लागि बिदा दिनुहोस्। धन्यवाद।